प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू, व्यापारीहरू, भूमाफियाहरू, ललित निवास जग्गा प्रकरण भनेको नेपालको सबैभन्दा ठुलो जग्गा हिनामिना भ्रष्टाचार काण्ड हो। बालुवाटार स्थित प्रधानमन्त्री निवास, नेपाल राष्ट्र बैंक को थिए त दोषी? पूर्व सचिवहरू डी बस्नेत र छविराज पन्त अन्य विशिष्ट व्यक्तिहरूको सरकारी निवास क्षेत्रको सरकारी जग्गा करिब 143 रोपनी विभिन्न मन्त्री, भूमाफिया र कर्मचारीको मिलेमतोमा कृत्य कागजात गरी व्यक्तिको नाममा सारिएको थियो। त निवासको जग्गा विभिन्न व्यक्तिहरूको नाममा दर्ता गर्ने र स्वीकृति दिने काम विभिन्न सरकार र मन्त्री परिषदको निर्णयबाट भएको थियो। जग्गा अपचलनको मुख्य सुरुवात माधव कुमार नेपाल प्रधानमन्त्री भएको बेलामा 2066-67 मा र बाबुराम भट्टराई भएको बेलामा 2068-69 मा भएको थियो। 2068-69 मा मन्त्री परिषदको बाट भएको थियो। व्यापारी तथा भूमाफिया तथा मालपोत र भूमि सुधारका अन्य कर्मचारीहरू दोषी पाइएका छन्। राजनीतिक व्यक्तिहरू तत्कालीन उपप्रधानमन्त्री विजय कुमार बस्नेत लगायतका मन्त्रीहरूलाई पनि प्रतिवादी बनाएको थियो। पूर्व प्रधानमन्त्रीहरूमा माधव कुमार नेपाल र डाक्टर बाबुराम भट्टराईको पालामा निर्णय भए पनि उनीहरूलाई तत्कालीन समयमा मन्त्री परिषदको नीतिगत निर्णय भन्दै अख्तियारले मुद्दा चलाएको थिएन। यद्यपि सर्वोच्च अदालतले नीतिगत निर्णयको नाममा उच्च पदस्थहरूले उन्मुक्ति पाउन नहुने भन्दै छानबिनको दायरामा ल्याउन आदेश दिएको थियो। विशेष अदालतले निवासको सम्पूर्ण जग्गा नेपाल सरकारको हुने बताएको थियो। अदालतले मुख्य बिचौलिया र यीहरूलाई दोषी ठहर गर्दै जरिमाना र जेल सजाय सुनाएको थियो। तर पूर्वपन्थीहरू जस्तै विजय कुमार गच्छेदार सहित अन्यले सफाई पाएका थिए। विशेष अदालतको फैसला विरुद्ध अख्तियार र प्रतिवादीहरू सर्वोच्च अदालत पुगेका छन्। पूर्व प्रधानमन्त्री द्वय नेपाल र डाक्टर बाबुराम भट्टराईलाई समेत मुद्दा चलाउन माग गरिएको रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा विचाराधीन अवस्थामा छ। विशेष अदालतमा भ्रष्टाचारको मुद्दा फैसला भए पनि जिल्ला अदालतमा सरकारी कागजात कृत्य गरेको सम्बन्धी मुद्दा अझै चलिरहेको छ। कृत्य मुद्दा भ्रष्टाचारको मुद्दा भन्दा कडा हुने भएकोले यसको अन्तिम किनारा लाग्न भने अझै बाँकी छ।